मैले बाटोमा चाहिँ एउटा ग्रेभी हाटलाई देखेँ है। अनि त्यो ग्रेभी हाटलाई देख्दै गर्दाखेरि चाहिँ मैले यो कुरोलाई महसुस गरिरहेको थिएँ है, मानिसको जीवन चाहिँ केही पनि होइन। ल गाइस, तपाईँहरू कहिले पनि गोरुबथानतिर जानुभयो भनेदेखि यहाँ पछाडि देखिरहनु भएको छ गुर्जुङ ढोडाको गुर्जुङ बिरयानी भन्ने यो स्पटमा चाहिँ तपाईँले 80 रुपियाँमा दामी चिकन बिरयानी खानु सक्नुहुन्छ। अब यहाँ तपाईँहरूलाई म देखाउँछु ल के पाउनुहुन्छ। तपाईँले चिकन पकौडाहरू हेर्नु, यस्तो टेस्टी खालके यो के हो अब पुरा छ यहाँनिर। यो भेज पकौडाहरू समथिङ होला हो। यहाँ यो गुर्जुङ बिरयानी भन्ने छ। भित्र यसो राम्रो बस्ने आइटम जग्गाहरू छ होइन। अन्त तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँनिर यसरी बिरयानी लाउनु हुँदैछ। यो भाँडामा चाहिँ बिरयानी बनाएर चाहिँ अब चाहिँ वान अफ द फेमस बिरयानी हो। तपाईँहरूले यो 80 रुपियाँमा यस्तो बिरयानी पाउँदैछ। यहाँ हेर्नुहोस् राइताहरू छ होइन, चटनी छ। यो चाहिँ अब यो तपाईँहरूले चिकन बिरयानीहरू होइन यस्तो पाउनु हुँदैछ। बस हुन्छ अङ्कल। एनिवे गाइज, यो 80 रुपियाँमा चाहिँ अब पाएको मजाले होइन यस्तो फ्लेभर पनि नट ब्याड छ, टेस्ट पनि राम्रो छ होइन। होइन अङ्कल राम्रो छ, कस्तो राम्रो छ। अन्डा नि रहेछ अङ्कल, अन्डा लिनु हुँदैछ। बिरयानी सक्नु अन्डा देख्नु हुँदै होला, असल दामी खालको। गाइज हामी आई लभ अम्बियोकमा आइपुगेको छ। अम्बियोक चिया कमानमा तपाईँहरूले देख्न सक्नुहुँदैछ। यो यता टी स्टेट हो, यो डाँडा माथि छ। यहाँ चाहिँ यो आई लभ अम्बियोक भन्ने छ र यताबाट यो रोड चाहिँ जाने कालिम्पोङ, लाभा, पेदुङहरू जाने रोड हो। उँभो अनि हामी चाहिँ यहाँ अहिले आई लभ अम्बियोकमा आएको छौँ। सिभिल बनाना पाँचौँ चिया खानु भएको? हजुर, एकदम मिठो चिया। जग्गा नि दामी पाउनु भयो। अङ्कल पनि चिया खाँदै हुनुहुन्छ। जयबेसी सम्पूर्णमा अनि आज तपाईँहरूले मिडियाबाट तपाईँहरूले हेरिरहनु भएको छ। अनि साँच्चै नै आज हामी है यहाँनिर धेरैवटा जग्गाहरू भिजिटिङ गरेर आउँदै गर्दाखेरि चाहिँ मैले बाटोमा चाहिँ एउटा ग्रेभी हाटलाई देखेँ है। अनि त्यो ग्रेभी हाटलाई देख्दै गर्दाखेरि चाहिँ मैले यो कुरोलाई महसुस गरिरहेको थिएँ है, मानिसको जीवन चाहिँ केही पनि होइन। किन बाइबलले भन्छ मानिस माटोबाट बनेको अनि माटोमा नै फर्किनु पर्नेछ। अनि साँच्चै नै आज मानिसहरू है यो शरीरको लागि धेरै कुराहरू गरेछ है। धेरै कुराहरूको निम्ति आज मानिसकोमा समय छैन, कुदिरहेको छ, हरेक कुदिरहेको छ होइन। धेरैवटा यही कुराको निम्ति आज दाजुभाइमा पनि लडाइँ भइरहेछ। धेरै कुरोहरूमा आज प्रब्लम भइरहेछ, हरेक कुराहरू रहेछ। के को लागि भन्दाखेरि चाहिँ यो क्षणिक कुराको निम्ति है। तर आज मैले त्यो ग्रेभी हाटलाई देख्दै गर्दाखेरि चाहिँ मैले एउटा कुरोलाई महसुस गरिरहेको थिएँ है। त्यो एक दिन चाहिँ हामी सबैलाई छोडेर जानुपर्छ। आज यो लगाएको लुगालाई पनि हामीले छोडेर जानुपर्छ।
केही पनि छैन यो। अनि बाइबलले भन्छ यो साहस भइजाल मात्र हो। आज साहस भइजाल चाहिँ हामी नि जीवित हुँदा नै परमेश्वरको राज्यको काम गर्छौँ भने, एउटा इमान्दार भएर हामी परमेश्वरको राज्यको काम गर्छौँ भने चाहिँ साँच्चै नै हाम्रो निम्ति चाहिँ अनन्त जीवन छ त्यो। तर आज मैले त्यो ग्रेभयार्डलाई देख्दै गर्दा है मैले यही सोचिरहेको थिएँ, आज हरेक कुराको निम्ति हामी कुद्छौँ, हरेक कुराको निम्ति कुद्छौँ। आज धेरै यही कुराहरू भइरहेको छ होइन। कहीँ पनि कसैलाई पनि आज परमेश्वरको राज्यको काम गर्नु इमान्दारले कोही पनि आज बढ्न सकेको छैन। किन भन्दाखेरि सबै आज पैसाको पछि होइन धेरै कुराको पछि कुदिरहेको छ। तर त्यो चाहिँ क्षणिक छ अनि सबै कुरा छोडेर जानुपर्छ। अनि त्यसले गर्दा मैले यही कुरालाई महसुस गरिरहेका थिएँ। अनि साँच्चै नै आज हामी जबसम्म बाँच्छौँ हामी इमान्दार भएर परमेश्वरको राज्यको काम गरौँ भनेर। अनि हामीले त्यो विश्वासको एउटा वक बाई फेथ भन्ने एउटा पेजलाई हामीले चलाइरहेका छौँ है। अनि यो पनि हामी विश्वास मात्र गरेर होइन, तर विश्वासको साथसाथमा हामीले जब काम गर्छौँ भने चाहिँ त्यसमा परमेश्वरले धेरै आशिष दिनुहुन्छ। र मैले यही कुराहरूलाई तपाईँहरूसँग सेयर गर्न पाउँदा अनि तपाईँहरूले पनि यसलाई सेयर गरिदिनुहोस् ताकि धेरै मानिसहरूको माझमा पुग्न सकोस् है। अनि यो छोटो समयमा परमेश्वरको निम्ति इमान्दार भएर खटिन सकोस् भनेर हामी यो कुरालाई हामी हेर्छौँ है। अनि साँच्चै नै परमेश्वरले धेरै सम्पूर्णलाई ब्लेसिङ गरेको होस्, आशिष दिएको होस्। अनि आउँदो दिनहरूमा हामी फेरि पनि धेरैवटा कुराहरूलाई लिएर आउनेछौँ। अनि सायद कसैको हृदयमा कुनै कुराहरूलाई चोट पुग्छ भने तपाईँले हामीसित क्षमा गरिदिनुहोस्। किनभने तर आज मैले जे कुराहरू भनेँ है यो सत्य छ अनि सत्य जहिले पनि तितो हुन्छ। तर यो चाहिँ कुराहरू सत्य छ अनि परमेश्वरले प्रत्येकलाई आशिष दिएको होस् भन्दै हरेकलाई ब्लेसिङ गरेको होस्। र हामी फेरि आउँदो दिनहरूमा तपाईँहरूसँग जोड्नेछौँ। सबैजनालाई जय होस्।